मत्तीको पुस्तक 11 अध्याय 11 मा येशू र बप्तिस्मा दिने यूहन्ना आफ्ना 12 चेलाहरूलाई आदेश दिइसक्नु भएपछि येशू त्यहाँबाट तिनीहरूको शहरमा सिकाउन र सुसमाचार प्रचार गर्नलाई जानुभयो। यूहन्नाले क्रिस्टको कामहरूको चर्चा झ्यालखानामा सुने र आफ्ना चेलाहरूलाई उहाँका यो कुरा सोध्न पठाए, के आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामीहरू कोही अर्काको प्रतीक्षा गरौं? येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरूले सुनेका र देखेका कुराहरू यूहन्नालाई भनिदेऊ। अन्धाहरूले दृष्टि पाउँछन्, लंगडाहरू हिँड्छन्, कुष्ठरोगीहरू शुद्ध पारेका छन्, बहिराहरू सुन्ने सक्ने भएका छन्, मरेकाहरू जीवित भई उठेका छन् र दरिद्रहरूलाई सुसमाचार प्रचार गरिँदैछ। धन्य हो त्यो जसले मबाट बाधा पाउँदैन। अनि तिनीहरू गएपछि येशूले यूहन्नाको विषयमा भिडलाई भन्न लाग्नुभयो, तिमीहरू जाड स्थानमा के गर्न निस्क्यौ? के बतासले हल्लाइराखेको निगालोलाई? तब तिमीहरू किन निस्क्यौ? के नरम पोसाक धारण गरेका मानिसहरूलाई हेर्न? नरम पोसाक लाउनेहरू त राजाहरूको भवनमा बस्छन्। तिमीहरू किन निस्क्यौ त? के अगमवक्ता हेर्नलाई? हो, म तिमीहरूलाई भन्दछु, अगमवक्ता भन्दा पनि महान व्यक्तिलाई। यिनीहरू तिनै हुन् जसको विषयमा धर्मशास्त्रमा लेखेको छ, हेर म आफ्नो दूतलाई तिम्रो अघि पठाउँछु, जसले तिम्रो सामुन्ने तिम्रो मार्ग तयार गर्नेछ। साँच्चै म तिमीहरूलाई भन्दछु, स्त्रीबाट जन्मेकाहरूमा बप्तिस्मा दिने यूहन्ना भन्दा महानहरू कोही भएका छन्, तरै पनि स्वर्गको राज्य जो सबैभन्दा सानो छ त्यो यिनीहरू भन्दा महान हो। बप्तिस्मा दिने यूहन्नाको समयदेखि अहिलेसम्मको स्वर्गको राज्य जोडले अघि बढेको छ अनि शक्तिशाली मानिसहरू बल जफ्तीसँग यसलाई पक्रन्छन्। किनकि यूहन्नाको समयमा सबै अगमवक्ताहरू र व्यवस्थाले अगमबाडी गरे, तिमीहरू ग्रहण गर्न राजी हुन्छौ भने आउनु पर्ने एलिया यिनै नै हुन्। जसको कान छ त्यसले सुनोस्। अब यी पुस्तकको तुलनामा म केसँग गरौं? यो त बजारमा खोल्ने ससाना केटाकेटीहरू जस्तो हो, जसले तिनीहरूका साथीहरूलाई बोलाउँछन् र भन्छन्, हामीहरू तिमीहरूका निम्ति बाँसुरी बजायौ तर तिमीहरू नाचेनौ, हामीहरू विलाप गर्यौ तर तिमीहरू अफसोस गरेनौ। किनभने यूहन्नाले खाँदै पिउँदै आएन, तिनीहरू उनलाई भूत लागेको छ भनी भन्दछन्। मानिसका पुत्र खाँदै र पिउँदै आयो र तिनीहरू भन्छन्, हरि घिचुवा पिकड कर उठाउने पापीहरूको मित्र। बुद्धि ठीक हो भन्ने कुरा त्यसको कामहरूबाट प्रमाणित हुन्छ। पश्चाताप नगर्ने सहरहरू। मत्तीको 11:20 देखि र लुका 10:13-15 पनि हामी पाउँछौं। 20 मत्ती 11:20 जुन सहरमा उहाँको धेरैसो शक्तिशाली कामहरू गरेका थिए, उहाँले तिनलाई धिक्कार लाग्नुभयो, कारण तिनीहरूले पश्चाताप गरेन। धिक्कार तँलाई हे खोराजिन, धिक्कार तँलाई हे बेतसेदा, किनकि तिमीहरूमा गरिएका शक्तिशाली कामहरू तुरोस र सिदोना गरिएका भए तिनीहरू उहिले नै भाङ्रा लाएर र खरानी धसेर पश्चाताप गरी सक्ने थिए। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तिमीहरूको भन्दा त तुरोस र सिदोनाको हालत बढी सहनीय हुनेछ। हे कफरनहूम, के त आकाशसम्म उचालिनेछस् त पातालसम्म खसालिनेछस्? किनकि तमा गरेको शक्तिशाली कामहरू सदोममा गरेको भएदेखि त्यो आजको दिनसम्म रहने थियो। तर म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा तेरो भन्दा त सदोममा मुलुकको हालत बढी सहनीय हुन्छ। थकित र विश्राम। मत्ती 11:25 त्यसबेला येशूले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईमा धन्यवाद चाहन्छु, किनकि तपाईले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो, तर बालकलाई यी प्रकट गर्नुभयो। हे पिता, किनकि तपाईले यही असल लाग्यो। मेरो पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्दैन, पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसले
पुत्रलाई पिता प्रकट गरिदिने इच्छा गर्छ। हे सबै थाकेका र बोझले दाबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ, मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूको आफ्नो आत्मा विश्राम पाउनेछ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आमेन, आमेन, आमेन। मत्तीको पुस्तक 11 को 1 देखि 30 सम्मको अध्ययन यही नै समाप्त गर्दछु। हस्त जय मसीह।